हेलो साथीहरू नमस्कार। यो विदेशमा आएर सबैभन्दा मलाई गाह्रो लागेको काम एउटा यो मासु काट्ने पनि हो। हड्डी बिनाको मासु आफूलाई मन पर्दैन, त्यो फलमासु। अब हड्डी राखेको मासु, हड्डी भएको मासु काट्नै गाह्रो, कता चिप्लिन्छ, हात दुख्छ। अब नेपालमा हुँदाखेरि ल न दाइ अलिक ठुल्ठुलो पिस बनाइदिनु है, अलिक सानो पिस बनाइदिनु भनेर मासु पसले दाइलाई भनिरहेको बानी। अब यहाँ त सबै आफै गर्नुपर्छ। बल्ल तल्ल काटिसकेँ मैले। अब यसलाई चाहिँ पखाल्नु पर्यो। मम्मीले चाहिँ के भन्नुहुन्थ्यो भने मासु पखाल्यो भने स्वाद आउँदैन भन्नुहुन्थ्यो। अब मलाई चाहिँ यहाँ आइसी खोइ कस्तो कस्तो लाग्छ। पखाल्यो ढुक्क पखालेर ओरेर अनिखेर खाने पकाउने। स्वाद भनेको त हातको खेल रहेछ कि मेरो हात चाहिँ एकदमै स्वादिलो छ। अनि मैले चाहिँ पहिले त्यो पानी सुक्ने गरी मजाले पानी एकदमै आउँछ यताको मासुमा होला। खै अब नेपालमा पनि त्यस्तै हुन्थ्यो होला, खासै पकाइन्न थियो क्या, अब अहिले त याद पनि छैन। अनि त्यो पानी मजाले सुक्ने गरेर चाहिँ फ्राई गर्ने। अनि फ्राई गरिसके पछाडि प्याज हाल्छु मैले चाहिँ। प्याज हालेँ अनि साइडमा चाहिँ मैले अरू काम पनि गर्दैछु। अनि यो आज चाहिँ मलाई यस्तो मासु किन खानु मन लाग्यो भन्दाखेरि मलाई एकचोटि त्यो पुरानो कहानी घटना याद आयो। हाम्रो गाउँमा चाहिँ 2-3 जना बहिनीहरू चाहिँ अलिक गायब भएको जस्तो थियो कि, अब कतै गएको रहेछन् घरमा थाहा भएन, सबैजना पिरलिरहेको थिए। अनि अब त्यो छिमेकी भए पछाडि यसो सोध्न जानु पर्यो भनेर मम्मी र म त्यो आन्टीकोमा गएको थियौँ, जो बहिनी चाहिँ गायब भएको थियो। अनि उसकोमा गएको, त्यो आन्टी त मजाले मासु भात हातले दिँदै रहेछ होइन। अनि त्यो मासु पनि झोलिलो होइन कि, हल्का ग्रेभी होइन, त्यो भात पनि फुक्का फुक्का हुने टाइपको। यति मजाले खाएको है, ओ माई गड, अहिले पनि सम्झिँदाखेरि मागेर खाऊँ जस्तो कि। त्यो धनियाँको मङ्ग बास्ना होइन, ओ माई गड। अनि त्यसरी बनाएर खाथ्यो। अनि हामी मम्मी र म आएर घरमा आएर त्यस्तै गरी बनाएर खायौँ। अनि अहिले पनि मम्मी र म, मम्मी त्यो आन्टीले पकाएको जस्तो मासु भनेपछि हामी आमा छोरी एकदम हाँस्छौँ, त्यसरी पकाएर खान्छौँ। अनि आज चाहिँ मैले त्यस्तै हल्का ग्रेभीवाला मासु बनाउँदैछु, दाल नपकाइकन यो मासुको ग्रेभीसँग मात्र भात खाने भनेर। अब त्यस पछाडि मैले यसमा हरियो प्याज हालेँ। हरियो प्याज हालेपछि अलिक ग्रेभी हुन्छ, मिठो हुन्छ भनेर। अनि टमाटर चाहिँ के गर्दैछु भन्दाखेरि मैले यो धुलोवाला टमाटर हाल्दैछु कि। गर्मी महिनामा 5-6वटा बोट ल्याएर रोपेको थिएँ। यति धेरै टमाटर फल्यो, यति धेरै टमाटर फल्यो कि त्यो खेर जान्छ के गर्ने भनेर त्यसलाई सुकाएर पिसेर यसो धुलो बनाएर राखेको छु। अब ग्रेभीको लागि चाहिँ यसरी राख्यो, एकछिन पकायो, मजाको ग्रेभी हुन्छ। टमाटर चाहिँ यो युज गर्दैछु। मरमसला आफ्नो स्वादअनुसार मैले चाहिँ एकदम गरम मसला, नुन, बेसार खुर्सानी होइन, हामी नेपाली भएपछि पिरो चाहिहाल्यो, मजाले राखेर स्वादअनुसार बनाउने। साथसाथै मैले चाहिँ अचारको लागि पनि रेडी गर्दैछु। अचारको लागि आलु उसिनिसकेँ, काँक्रो, गाजर अनि त्यस पछाडि प्याज। अनि यो अचारलाई चाहिँ फेरि नेवारी अचार भन्ने रहेछन् कि। अब आफू त नेवार पऱ्यो, सानैदेखि यस्तै खालको अचार खाँदै आएको, हुर्किँदै आएको। अनि यो अचार त नर्मल अचार होला नि त भन्ठाने थिएँ। अब अहिले आयो, ठुलो भयो, टिकटक हेऱ्यो, युट्युब हेऱ्यो, अनि यो अचारलाई त नेवारी अचार भन्ने रहेछन्। अनि आज चाहिँ नेवार भएर नेवारी अचार बनाएको। काँक्रो, गाजर, प्याज हालेर मजाले अलिकति सिसिमी सिड र पिनट मिक्स गरेको हाल्ने। अनि नुन खुर्सानी हालेर झाने पछाडि त के चाहियो र। खाना त हेल्दी पनि भयो अनि टेस्टीको त अब भनिहाल्यो नि, मेरो त हातै एकदमै टेस्टी, यस्तो राम्रो, यति मिठो पकाउँछु होइन। बच्चादेखि एकदम ट्यालेन्ट हो म, घमण्ड मात्र गर्दिनँ होइन, एकदम भयङ्कर ट्यालेन्ट हो। यति भए पछाडि त अब 2-4 दिनलाई पुग्छ। 2-4 दिनलाई अब कतिको खाइन्छ भनेर हुन्छ। अब एकदमै मिठो भयो भने 2 दिनमै सकिन्छ। अब ठिक भयो भने 3 दिनसम्म पुग्छ। अनि खाना पकायो, यतिको दाल तरकारी, मासु, अचार भए पछाडि त ढुक्क के पकाइराख्ने, के खाइराख्ने भनेर पनि टेन्सन हुँदैन कि। ल, थ्याङ्क्स फर वाचिङ माई भिडियो।